आउनुहोस्, चाँगुनारायण नगरपालिकामा यहाँहरूलाई स्वागत छ। चाँगुनारायण नगरपालिकाले धेरै परिचय बोकेको छ। मन्दिरै मन्दिरले भरिएको नगर, अथाह कृषि उत्पादनको भण्डार भनेर यस नगरपालिकालाई परिचय गराउन सकिन्छ। नेपालको 753वटा स्थानीय निकायहरूमध्ये यस चाँगुनारायण नगरपालिकाले आफ्नो छुट्टै परिचय बनाउन सफल भइसकेको छ। विश्व सम्पदा सूचीमा सूचीकृत श्री चाँगुनारायण मन्दिर यस नगरपालिका क्षेत्रभित्र रहेकोले 2073 साल फागुन 28 गतेदेखि सोही मन्दिरको नामबाट यस नगरपालिकालाई चाँगुनारायण नगरपालिकाको नामाकरण गरिएको हो। हाल सो नगरपालिकाको प्रशासनिक कार्यालय भक्तपुर जिल्लाको खरिपाटीमा अवस्थित छ। नागरिक अधिकार र मतदान अधिकारको ओकालतसँगै आधुनिक स्थानीय निकायको रूपमा यस नगरपालिकाभित्र वडा नम्बर 1 देखि 9 सम्मका वडा कार्यालयहरूद्वारा स्थानीय जनताहरूलाई सेवा प्रदान गर्न जनप्रतिनिधिहरू लगायत प्रशासनिक तथा प्राविधिक कर्मचारीहरू सक्रियताका साथ अघि बढिरहेका छन्। यस नगरपालिकामा 2079 वैशाख 29 गते सम्पन्न स्थानीय निर्वाचन पश्चात प्रमुखको रूपमा जीवन खत्री र उपप्रमुखको रूपमा रमेश बुढाथोकी लगायत अन्य जनप्रतिनिधिहरूले स्थानीय निकायको नेतृत्व सम्हाल्दै आए पश्चात आम नगरवासीले प्रत्याभूत तथा आभास गर्ने खालका कामहरू भइरहेका छन्। यस नगरपालिकाभित्र आउने जो कोही स्वदेशी एवं विदेशीहरू चाँगुनारायण मन्दिर दर्शन तथा अवलोकन गर्नका लागि लालायित हुने गर्दछन्। चौथो शताब्दीमा निर्मित ऐतिहासिक चाँगुनारायण मन्दिर युनेस्कोद्वारा विश्व सम्पदा सूचीमा सूचीकृत रहेको छ। यो मन्दिर नेपालको सबैभन्दा पुरानो मन्दिरको रूपमा मानिन्छ। भगवान विष्णुलाई समर्पित यो मन्दिर लिच्छवी कालको वास्तुशिल्प कौशलको प्रमाण हो। मन्दिर परिसरको वरपर सो समयका नामुद कारिगरहरूद्वारा निर्माण गरिएको जटिल ढुङ्गाको मूर्तिकलाहरू लगायत टुँडालहरू र पौराणिक आकृतिहरूले सजिएको काठको वास्तुकला र प्रारम्भिक नेपाली सभ्यताको झलक प्रदान गर्ने शिलालेखहरू भेटिन्छन्। काठमाडौँ उपत्यकामा मानव सभ्यतालाई ध्वस्त पार्ने बानासुर नामको राक्षस आएपछि चाँगुनारायणका किलेश्वर महादेवले रोकेका कुरा पौराणिक किम्वदन्तीहरूमा उल्लेखित देखिन्छ। नेपालको सबैभन्दा पुरानो शिलालेख स्तम्भ लिच्छवी राजा मानदेवले 464 इस्वीमा निर्माण गरेको मानिन्छ। विशेष गरी ठूलो एकादशीका दिन यस मन्दिर परिसरमा भक्तजन र पर्यटकहरूको घुइँचो लाग्ने गर्दछ। यस मन्दिरलाई धार्मिक स्थल मात्र नभई एक जीवित सङ्ग्रहालयको रूपमा लिइन्छ। यी धार्मिक स्थल बाहेक मातृसत्तात्मक अवशेषका मठ मन्दिरहरूले पनि सिङ्गो नगरलाई सुशोभित गराएको छ। एक पटकको यात्राले अपुरो मानिने चाँगुनारायण नगरपालिकामा प्रत्येक पाइला पाइलामा नयाँ कुरा सिक्न पाइने भएकोले यो नगर जहिले पनि गुलजार छ। धार्मिक एवं सांस्कृतिक रूपले तीर्थस्थलको रूपमा विश्वलाई मोहित बनाउँदै आएको यस नगरपालिका शिल्पकारितामा पनि त्यत्तिकै अग्रणी छ। यस्ता धार्मिक तथा पर्यटकीय स्थलका कारण यस नगरपालिकालाई शिल्पकारिताको बेजोड नमुना मानिन्छ। आन्तरिक तथा बाह्य पर्यटकहरूको लागि प्राइभेट सेक्टरबाट सञ्चालित जिप लाइन,
सुविधा सम्पन्न होटल तथा होमस्टे आकर्षक बनाएपछि यो नगर पर्यटकीय, धर्म, सांस्कृतिक र इतिहाससँग जोडिएको मात्र छैन, संस्थागत रूपमा सञ्चालनमा रहेको नेपाल इन्जिनियरिङ कलेज तथा काठमाडौँ मेडिकल कलेज समेत गरी 3वटा कलेजहरू रहेका छन्। शिक्षा क्षेत्रको विकासमा नगरपालिकाले उपलब्धिमूलक काम गर्दै अघि बढेको छ। नेपाल इन्जिनियरिङ कलेजको सुधारमा सक्रियता देखाइएको छ भने सामुदायिक विद्यालयहरूको गुणस्तर अभिवृद्धिको लागि विविध कार्यहरू गरिएको छ। प्राविधिक शिक्षा र चिकित्सा शास्त्र सम्बन्धी अध्ययन उत्कृष्ट मध्येको रूपमा स्थापित छ भने 34वटा सामुदायिक विद्यालयका साथै 34वटा निजी विद्यालयहरू मार्फत पठन पाठन गर्दै आएको यस नगर शैक्षिक क्षेत्रमा पनि अग्रणी देखिन्छ। चाँगुनारायण नगरपालिकाले खानेपानी, सरसफाई, स्वास्थ्य तथा यातायातलाई नगरवासीहरूको मौलिक हक अधिकारको रूपमा स्थापित गरी बजेट तर्जुमामा समेत विशेष जोड दिँदै आएको छ। यस नगरपालिकाद्वारा आम नगरवासीहरूको मौलिक हक अधिकार र रक्षाको लागि विकेन्द्रित योजना अघि सार्नुको साथै वडा स्तरीय कार्यक्रम मार्फत पनि सम्बोधन गरी दूरगामी समस्या समाधानको लागि तत्पर रहेको छ। यस नगरले नेपालको छविलाई उजिल्याउन लागि परेको देख्न सकिन्छ। यस बाहेक सिङ्गो नगरमा विकास निर्माणले गर्दा पनि यस नगरको छवि नेपालमा मात्र नभई विश्वमा नै फरक प्रकृतिको रूपमा देखिन्छ। समुद्री सतहबाट 1372 देखि 2191 मिटर उचाइमा रहेको चाँगुनारायण नगरपालिकाको पूर्वमा मन्नन देवपुर नगरपालिका र बनेपा नगरपालिका, पश्चिममा कागेश्वरी मनोहरा नगरपालिका र मध्यपुर थिमी नगरपालिका, उत्तरमा शङ्खरापुर नगरपालिका र दक्षिणमा सूर्यविनायक नगरपालिका र भक्तपुर नगरपालिका रहेका छन्। बागमती प्रदेश अन्तर्गत भक्तपुर जिल्लाभित्रको एउटा स्थानीय तह हो चाँगुनारायण नगरपालिका। 62.98 वर्ग किलोमिटर क्षेत्रफल रहेको यस नगरपालिकामा जम्मा घरधुरी संख्या करिब 21,588 रहेको छ भने कुल जनसङ्ख्या करिब 88,083 रहेको छ। चाँगुनारायण नगरपालिकामा अनेक धार्मिक तथा पर्यटकीय स्थलहरू रहेका छन्। यहाँ देवहरूका देव महादेवको निकै प्राचीन र रोचक मन्दिरहरू रहेका छन्। किलेश्वर महादेव, जसलाई पशुपतिको मन्दिर भनिन्छ, यातु महादेव, वाल्मीकेश्वरका साथै यस नगरपालिकामा विश्वमै नभएको 3 तल्ले महादेवको मन्दिर पनि रहेको छ। 3 तल्ले महादेवको शिवलिङ्ग केवल यहाँ मात्र रहेको विश्वास गरिन्छ। साथै नगरको टावर नजिक रहेको रत्नचूडेश्वर महादेवको पनि निकै रोचक कथा छ। भगवान महादेवको यो मन्दिर रहेको स्थानमा स्वयं महादेवले कालकुट विष पिएपछि यहाँ आई विश्राम लिएको मान्यता छ। यहाँ रहेको सानो कुण्डमा गोसाई कुण्डबाटै जल आउने विश्वास स्थानीयको रहेको छ। महादेवको ठूलो त्रिशूल रहेको यो स्थान पर्यटकीय गन्तव्यका रूपमा उभिएको छ। यही त्रिशूल डाँडामा पञ्चमुखी हनुमानको मूर्ति पनि रहेको छ। समुद्री सतहबाट करिब 2100 मिटर उचाइमा रहेको यस डाँडालाई पृथ्वीनारायण शाहले उपत्यका आक्रमणको योजना र निरीक्षणको लागि भरपूर प्रयोग गरेको तथा आफ्ना सेनाको सुरक्षाको लागि महाङ्कका अर्थात् महाकालीलाई बलि दिएर उपत्यका विजयको लागि प्रार्थना गरेको इतिहासमा देख्न पाइन्छ। साथै केही समयभित्र यस नगरपालिकाको कलममसी डाँडा स्थित 2121 फिट अग्लो कल्पेश्वर महादेवको मूर्ति स्थापना हुँदैछ।
यसको निर्माण कार्य निकै तीव्र रूपले अघि बढिरहेको छ। यही ठाउँमा बुढा नीलकण्ठ र भगवान बुद्ध र उनका माता माया देवीको स्वरूप रहेको छ। यस नगरपालिकाभित्र अन्य मन्दिरहरू जस्तै जाल्पादेवी मन्दिर, ज्योतिलिङ्गेश्वर मन्दिर, त्रिपुरा सुन्दरी मन्दिर, राधाकृष्ण मन्दिर, सरस्वती माई, ब्रह्मायणी र मत्स्यनारायण जस्ता प्रख्यात धार्मिक स्थलहरू रहेका छन्। वडा नम्बर 2 मा रहेको फैढोका गणेशको प्राङ्गणभित्र सबैभन्दा ठूलो मुसाको मूर्ति पनि रहेको छ। साथै अति नै सुन्दरताले भरिपूर्ण पञ्चमहालक्ष्मी मन्दिरले पनि यस नगरलाई झनै सुनमा सुगन्ध छाएको छ। माता लक्ष्मीको मन्दिर, शीश महल, हवन कुण्ड, हेयग्रीव गुफा र आफै उत्पत्ति भएको शालिग्राम यहाँका विशेष आकर्षण हुन्। यस नगरपालिकाको वडा नम्बर 5 र 6 मा ब्रह्मकुमारी राजयोग ध्यान केन्द्र स्थापना गरिएको छ। यो ध्यान केन्द्र ब्रह्मकुमारी व्यक्तिगत रूपान्तरण र विश्व नवीकरणको लागि समर्पित विश्वव्यापी आध्यात्मिक ध्यान केन्द्र हो। यसले शान्तिको गहिरो सामूहिक चेतना र प्रत्येक आत्माको व्यक्तिगत मर्यादाको सुधारलाई समर्थन गर्दछ। यहाँ देश र विदेशबाट ध्यान र प्रार्थना गर्न निकै दर्शनार्थी आउने गर्छन्। शान्त वातावरण भएको यस स्थानमा जो कोही व्यक्तिहरूलाई शान्त र आध्यात्मिक जीवन व्यतीत गर्न प्रोत्साहन मिलेको छ। यस नगरपालिकामा बुद्ध पार्क र बुद्ध शान्ति पार्कहरू, नालागढीको इतिहास, चट्टान अभिलेख, धिमे बाजा, बाँसुरी बाजा जस्ता कला र सांस्कृतिक समेत उत्तिकै परिचित छ। नगरकोट देशभर मात्र नभई पुरै विश्वमै प्रख्यात छ। यहाँको सुन्दरता र यहाँको मौसम अरूभन्दा निकै भिन्न छन्। सूर्योदय र सूर्यास्त हेर्नको लागि यहाँ पर्यटकहरूको घुइँचो लाग्ने गर्दछ। यहाँको बतासे डाँडा निकै मनमोहक र प्रख्यात छ। साथसाथै रानी झुला पुलले पनि आन्तरिक र बाह्य पर्यटकहरूको मन जित्न सफल रहेको छ। दुई अग्ला अग्ला पहाडको बीचमा रहेको यो झोलुङ्गे पुल र यहाँबाट देखिने दृश्य निकै मनमोहक देखिन्छ। यस क्षेत्रमा वनभोज तथा रमाइलोको लागि पनि निकै मानिसहरू यहाँ आउने गर्छन्। चाँगुनारायण नगर क्षेत्रभित्र वडा नम्बर 4, 6 र 7 मा सामुदायिक होमस्टेहरू सञ्चालनमा रहेका छन्। यसले गर्दा आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि खान बस्नको लागि राम्रो सुविधा प्रदान गर्दै आएको छ। बोझेनी ड्याम र महादेव खोला पनि घुम्न र वनभोज गर्न राम्रो स्थान बनेको छ। यही ड्यामबाट वरिपरिको क्षेत्रमा कृषिको लागि सिँचाइ गर्ने गरिन्छ। महादेव खोलामा रहेको जलभण्डारण क्षेत्रबाट चाँगुनारायण र भक्तपुर नगरपालिका भित्रका नगरवासीहरूलाई खानेपानी वितरण गर्ने पुरानो पानीको स्रोत मानिन्छ। उक्त क्षेत्रमा जनसङ्ख्याको वृद्धि हुन थालेपछि सो मुहानको पानी अपुग हुन थालेपछि नगरवासीहरूलाई स्वच्छ खानेपानीको सुनिश्चित गर्ने उद्देश्यले सुरक्षित पानी र उत्थानशील नगरपालिका सर्वोच्च परियोजनाको शुभारम्भ भएको छ। खानेपानीका नयाँ स्रोतहरू खोजी गरी
जनताहरूलाई शुद्ध खानेपानीको पहुँचमा ल्याउन नगरपालिका लागि परेको छ। प्रकृतिको अनुपम उपहार रहेको नगरपालिकालाई थप सिँगार्दै सुनमा सुगन्ध थप्ने काम पछिल्लो समयमा आइरहेका नतिजाहरूले देखाइरहेको छ। अहिलेको नगरपालिकाको नेतृत्वमा बोलीमा प्रष्टता, व्यवहारमा परिपक्वता, निर्णय क्षमतामा दूरदर्शिता अनि काम गरेर देखाउन सक्ने भएकै कारण हरेक क्षेत्रमा फड्को मार्दै आइरहेको छ। यस नगरपालिकामा सीमित स्रोत साधन भए तापनि विकास निर्माणमा नगरपालिकाले विभिन्न निकायहरूसँग समन्वय तथा सहकार्य गर्दै समृद्ध नगर बनाउन लागि परेको छ। विशेष गरी नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्ने क्रममा नगरपालिका अब्बल साबित हुँदै आइरहेको छ। नगरपालिकाले अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन गुरु योजना अनुसार भौतिक पूर्वाधार निर्माण तथा सडक विस्तारलाई प्रदेश तथा संघीय सरकारको समन्वयमा क्रमशः अघि बढाइरहेको छ। नगरपालिकाको प्रशासकीय भवन वडा नम्बर 1 र वडा नम्बर 5 को कार्यालय भवन निर्माण भइसकेको छ भने अन्य वडाका भवनहरू निर्माणको चरणमा रहेका छन्। जनताले दिएको जिम्मेवारीलाई गहन रूपमा मनन गर्दै विकास निर्माणमा समर्पित चाँगुनारायण नगरपालिकाले आगामी 2 वर्षभित्र सबै सडकहरूको कालोपत्रे तथा स्तरोन्नति गरिसक्ने लक्ष्य राखेको छ। विशेष गरी जनताको दैनिक जीवन सहज बनाउन नगरपालिका लागि परेको छ। नगरपालिकाले नगर खेलकुद विकास समिति गठन गरी खेलकुदका गतिविधिलाई अगाडि बढाइरहेको छ। साताको एक दिन 9वटै वडामा निशुल्क खेल प्रशिक्षण सञ्चालन भइरहेको छ भने वार्षिक रूपमा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता पनि सञ्चालन गर्दै आएको छ, जसले गर्दा बालबालिकाहरूको खेलकुद प्रतिको आकर्षण बढ्दै गएको छ। नगरपालिकाले खेलकुद क्षेत्रको विकास तथा विस्तारका लागि खेलाडी तथा प्रशिक्षकहरूलाई सम्मान गर्दै आएको छ। खेलकुद गतिविधि संस्थागत र सामुदायिक गरी 28वटा विद्यालयमा दैनिक प्रशिक्षण कार्य गर्दै आइरहेको छ। नगरपालिकाले नगर अस्पताल लगायत प्राथमिक स्वास्थ्य केन्द्रहरू मार्फत नगरवासीलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। नगरवासीलाई निशुल्क रूपमा रगत र अक्सिजन उपलब्ध गराउने व्यवस्था गरिएको छ। नगर अस्पताल मार्फत नियमित स्वास्थ्य जाँचसँगै अक्सिजन, एम्बुलेन्स सेवा, बिमा लगायतका सेवाहरू प्रदान गरिएको छ। प्रस्तावित वीर अस्पताल निर्माण गर्ने कार्यमा नगरपालिकाले पहल गर्दै आएको छ। यस नगरपालिकाको कृषि, पर्यटन र सामाजिक पूर्वाधार समृद्ध चाँगुनारायणको मूल आधार भन्ने नारालाई आत्मसात गर्दै कृषिजन्य वस्तुको पकेट क्षेत्रको रूपमा विकास हुँदै आएको यस नगरपालिकामा 60% नगरवासी जीवनयापनको लागि कृषि तथा पशुपालनमा आश्रित छन्। दूध तथा दुग्धजन्य उत्पादनहरूमा पनि यस नगर विकसित हुँदै आएको देखिन्छ। यसैगरी चाँगुनारायण फास्ट ट्र्याकलाई नगरपालिकाले द्रुत गतिमा अघि बढाएको छ। चाँगुनारायण नगरपालिका विपदको दृष्टिकोणले जोखिम भएको क्षेत्रमा पर्दछ। पहाडी भिरालो जमिन भएको कारण वर्षातको समयमा बाढी र पहिरोले धेरै दुःख दिने गरेको छ। विपद व्यवस्थापनलाई प्राथमिकता दिएको यस नगरपालिकाले छुट्टै विपद व्यवस्थापन उपशाखा स्थापना गरेको छ। 27वटा वन उपभोक्ता समितिहरू मार्फत वन क्षेत्रको संरक्षणमा
लागि परेको छ। नगरपालिकाले विपद व्यवस्थापन कोषको स्थापना र हेलमेट डाँडा स्थित आश्रय स्थल स्थापना गरेको छ। विपद जोखिम न्यूनीकरणलाई मूल प्रवाहीकरण गरी दिगो विकासतर्फ लागिरहेको यस नगरले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि हरियाली चाँगुनारायण अभियान अगाडि बढाएको छ। चाँगुनारायण नगरपालिकामा सूचना प्रविधि र प्रविधिको उच्चतम प्रयोग गर्दै ओपन डेटा पोर्टल र ड्रोन इमेजमा आधारित मेट्रिक घर नम्बर प्रणाली जस्ता आधुनिक उपकरणहरू प्रयोग गरी विकासका योजनाहरू अघि बढाइँदैछ। चाँगुनारायण नगरपालिका मातहतका परिश्रमी जनताहरूको सङ्कल्प र सृजनशीलता अनि नगरपालिका तथा नगरवासीहरूको सामूहिक प्रयासले यो नगर एउटा सुन्दर सांस्कृतिक धार्मिक एवं पर्यटकीय स्थलको रूपमा विकसित हुने विश्वासलाई व्यवहारमा रूपान्तरित गर्दै जान चाँगुनारायण नगरपालिकाका सम्पूर्ण निर्वाचित जनप्रतिनिधि लगायत राष्ट्रसेवक कर्मचारीहरू कटिबद्ध रहेका छन्। मौलिक संस्कृति र सम्पदाको जगेर्ना गर्दै यो नगरलाई अझै सुरक्षित, स्वच्छ, हरित एवं नागरिक मैत्री नगरपालिकाको रूपमा विकास गर्न प्रयत्नशील रहेका छौँ। सांस्कृतिक, पर्यटकीय तथा ऐतिहासिक नगरी चाँगुनारायण भनी विश्वसामु अझै बढी चिनारी दिलाउने उद्देश्य अनुरूप नगरको आर्थिक समृद्धि उच्च बनाउने मूल उद्देश्यका साथ चाँगुनारायण नगरपालिकाले नगरकोट भ्रमण वर्ष 2082 घोषणा गरी भ्रमण वर्ष 2082 को सम्पूर्ण तयारी गरिसकेको छ। त्यसैले आउनुहोस् यस भ्रमण वर्ष 2082 लाई तपाईँ हामी सबै मिली सफल पारौँ।